नि कोभिडबाट मात्र होइन हरेकबाट हुन्छ त्यसको धेरै यो त चक्र होइन विष्णुले हेरेर सायद चक्र राखेर होला हजुर होइन कलि अब यो पनि यो युग पनि घुम्छ यो सत्य युग यो युग कतिवटा युग कलियुगहरू अर्को पाँचवटा युग होइन यस्तो पनि कति भन्छ समय चक्र केही न केही होला नि नि यस्तो समय आज मात्र थिएन होला फेरि पहिला पनि थियो होला पहिला पनि थियो त्यो घुमिरहेको छ नि अब युवाहरूले अब सुविधा भौतिक कुराहरू खोज्यो होइन अहिले अब सब कुरा पाछ अब के त अब त्यसपछि खोजेको हो बाँकी खोजेको आफूको थाहा छैन आफ्नो सोचस्थान के हो थाहा छैन अब भोलि खोजेको त हुन्छ नि तर झन् के हुन्छ त अब टेक्नोलोजीका साथ हुन्छ कि अब यसको हेर नि फोनहरू सबै कुरा छ नि सबैसँग टेक्नोलोजीले कति हेल्प गर्छ पहिला भावे योभन्दा अब भनौँ न 200 वर्ष अगाडि भावे एउटा शिव ताण्डव सिक्नलाई पऱ्यो भने कुन चाहिँ गुरुको कहाँ बनारसमा गएर पुरा खुट्टा ढोगेर 12 वर्ष सेवा गरेर गर्नुपर्छ 2टा लाइन सिक्छु भन्यो भने अहिले सिक्छु भन्ने इच्छा भयो भने युट्युबमै सबै यो तर इच्छा छ त हामीलाई छैन त्यहाँ आयो कि त्यसलाई हामीले सदुपयोग गरिरहेको छौँ कि त्यसको दुरुपयोग गरिरहेको छौँ भन्ने कुरा आयो होइन इच्छा भयो भने भन्नुहोस् त आज यो कुरा के को लागि त हाम्रै सुविधाको निमित्त बनायो हो नि तर यही कुरा सबै कुरा हो नि त यसबाट पनि चाह्यो भने धेरै कुराहरू लिन सक्छौँ धेरै कुराहरू दिन सक्छौँ तर के दिइरहेछ त्यो महत्त्वपूर्ण छ त्यही भएर यो अबको युथ जेनेरेसनले उनीहरूलाई मन्दिरलाई कस्तो हुन्छ हेर्नुहोस् है हजुर यो मन्दिरप्रति आस्था घटाए जस्तो देखिन्छ नि तर आस्था चाहिँ सपना रहेछ नि होइन हजुर तर मन्दिरबाट अलि यस्तो हामीलाई घटाए जस्तो मान्छे नभए जस्तो त्यो जस्तो किन लाग्यो भने इन्ट्रेस्ट नदेखाए जस्तो भने मन्दिरको नाममा तपाईँको हाम्रो घर चलाएछ छैन मन्दिरको नाममा छैन नि छैन भोलि यही मन्दिर दर्शन गर्न आउँछ भनेर इन्डियादेखि मान्छे आउन थाल्यो संसारको मान्छे यसरी दर्शन गर्न आउन थालेर तपाईँको त्यहाँ रिजोर्ट चल्न थाल्यो तपाईँको होटेल चल्न थाल्यो तपाईँको मिठाई पसल चल्न थाल्यो तपाईँको ट्राभल एजेन्सी चल्न थाल्यो भने त्यो अटोमेटिक यसको भ्यालु बढ्यो ठाउँकै भ्यालु बढ्यो नि ठाउँकै भ्यालु भएरै यो भइरहेको कि भोलि त्यसरी हामीले यसको उजागर गरेर यसको हुन थालेपछि अटोमेटिकली भयो कि भएन आस्था त यसै पनि छ नि हेर्नु त्यो नमिलिरहेको हो कि त्यही भएर त्यो हामीले के अरे सुनको त्यो भाडा लिएर संसारभरि त्यही चन्दागिरी के कुरा गरौँ न त्यही अघि मैले भन्नु खोजेको नि त्यही हामीसँग सबै छ हिरा छ तर हामी त्यसलाई 64को यात्रा आजभन्दा हामी त जोगी हेर्नु पहिलाको जोगी नै थियो होला हजुर अहिले पनि जोगी हजुर होइन हजुर तपाईँहरू चाहिँ बाजे बराजुको पालोमा आएर कुरा गर्दाखेरि ल यसरी 64 घुम्नुपर्छ यस्तो 64 गर्नुपर्छ भने यो जोगी कहाँ आएर बोलायो भन्दै भन्नुहुन्छ मेरो त्यहाँ घाँस काट्न जानु छ भैँसीलाई बिउ हाल्नु छ गाई चराउनु जानु छ आली खन्नु थियो त्यहाँ के गर्नु थियो कि थिएन त्यो बेला थियो आफ्नै काममा सबै व्यस्त थियो कसैलाई उठेन तर आज हेर्नुहोस् त सबै ठाउँमा बाटो आइसक्यो अहिले भन्ने बित्तिकै सबले कुरा बुझ्दै बुझ्दैन एकदम अहिलेको एजुकेसन पढेर पनि केही बिग्रेको छैन तर त्यसको हामीले सदुपयोग गर्न जानेछौँ कि त्यसको द्वारा हामी गएर अर्काको काम गर्ने मात्र बनिरहेछौँ हजुर त्यो कुराले त हामीले यति चनाखो भएर आफ्नो कुरा खोज्न सक्ने आज आफ्नो यो मौलिक कुराहरू आफ्नो यो परम्पराका कुराहरू यो हिम्मतखण्डका कुराहरू आज हामी जोसुकैलाई पनि बुझ्न सहज छ कि छैन आजभन्दा 100 वर्ष अगाडि नै भनौँ यो सहज थियो होला त थिएन बुझ्थ्यो होला त कुरा गरे बुझ्दैन हजुर म